यो हो जीवन यात्रा गर्ने प्रक्रिया हामीले अगाडि चालु गरिरहेको थियौँ र अहिले पनि हामीले पनि हाम्रो शारदा सामुदायिक वन सालपानी वन भवनदेखि लिएर शारदाको यो नयाँ काठी पुल निर्माण नवनिर्मित काठी पुलसम्म आएर हामीले आज यो कार्यक्रम समापन गर्न गइरहेका छौँ। यहाँ उपस्थित सबै हाम्रो जनप्रतिनिधिहरू, हाम्रा विकासका प्रतिनिधिहरू, हाम्रो यस शुक्रपुर बस्तीका सम्पूर्ण उपस्थित महानुभावहरू सबै बासिन्दाहरूलाई म ठुलो विकास क्षेत्रबाट हार्दिक धन्यवाद दिन चाहन्छु र यो आउँदै यो दसैँ तिहार र छठ पर्वको उपलक्ष्यमा सबैलाई शुभकामना दिन चाहन्छु। हाम्रो दसैँ तिहार सुख शान्तिमय बितोस्, शान्तिमय बितोस्, सौहार्दपूर्ण वातावरण बितोस्, सबैमा सहकारी सद्भावको भावनाबाट हामीले झैझुन नगरेर आफ्नो गाउँघरमा आफ्नो रीति रिवाज अनुसार संस्कार अनुसार हामीले तिहार चाडबाड छठ पर्व अन्य चाडहरू मनाउँदै जाउँ र हामीले यो हाम्रो ऐतिहासिक किसिमको काम भएको छ। यी प्रकारको आयोजनामा यी प्रकारको र हाम्रो शुक्रपुरवासीको प्रत्यक्ष सम्मानबाट र यहाँ जनप्रतिनिधिहरूको सहभागिता र उहाँको सक्रियताबाट पनि यो ऐतिहासिक पुल बनेको छ। यो सबै जोरदार श्रम जोरदार यहाँको औजार सबै किसिमको यहाँको मटेरियलहरू पदार्थ सबै जोरदार सल्लाहहरू दारहरू जोरदारी 5 लाख बराबरको पुल बनेको अनुमान छ हाम्रो। यो उल्लेखनीय कार्य भएको छ। यसलाई संरक्षण गर्ने, यसलाई टेल लगाउने, यहाँ मर्मत गर्ने, यहाँ यसको सुरक्षा गर्ने सबै टोल विकासले जिम्मा लिने भनेर हामीले हिजो निर्णय गरेका छौँ र तपाईँहरूले पनि यो हाम्रो पुल हो भनेर गर्नुपर्छ र यसको त्यो ढुङ्गादेखि मात्र उत्खनन गर्न पाइँदैन, त्यो दमदेखि बिचको ढुङ्गा गिट्टी बाल्न पनि उठाउन पाइने छैन र यो सार्वजनिक क्षेत्रमा हामीले यो मरनघाटलाई पनि व्यवस्थित गरेर हामीले यहाँ टोयलेटको व्यवस्था, खानपानी व्यवस्था गर्ने सोचिरहेको छौँ र एउटा 32 ठुलो बत्ती हुने व्यवस्था गरी सोचिरहेका छौँ। हामी माग गरौँला, सम्बन्धित निकायले माग गरौँला। त्यसैले हामीले सुन्दर गाउँ, सुन्दर बस्ती, आकर्षक बस्ती सबैको सद्भावपूर्ण खालको काम जोगाड गर्नुपर्छ र अहिले सालपानी यहाँसम्म हामी आयौँ, त्यही बगल सालपानीबाटै फर्किएन उहाँहरू। अब अर्को वर्षदेखि हामी घटस्थानबाट सुरु गर्ने उस दिन पनि हामीले सम्मान गर्छौँ। आज ढिला भयो र कोही टोल आउने कोही टोल नआउने हुने चाहिँ हामी त्यही गरी सफल गरौँ। हामीले आफ्नो टोलमा गर्ने हुने चाहिँ आफ्नो टोलमा गरौँ। समर हो भने त आउनु पऱ्यो नि त, हामी यहाँबाट गएन हामी त्यो सबै लाग्ने उहाँको यहाँ नआउनु त भएन नि त। यो अलि गुनासो जनगुनासोहरू आइरहेको छ। त्यसैले गोर्खा मात्रै अलिक सिमरमा सालपानी र यहाँको मात्रै शनिबार यहाँको देख्छु उहाँको त्यो सालपानीको त अनुवाद छ देखाएको सबै अनुवाद छ, तर सिमर अनुवाद केही पनि उपस्थिति आदौ बुझिनु भएको छैन। अहिलेसम्म लाभको पद होइन, समाज सेवा गर्ने हो। यो हाम्रो टोल विकासलाई कसरी हामीले सबै योजनाको भर पर्ने होइन, हामीले यहाँको पनि हाम्रो रचनात्मक सृजनाबाट हामीले यहाँको अनुसारको विकास काम गर्ने, घच खच्याउने, हामीले तपाईँ हाम्रो शर्मबाट केही काम गर्न सकिन्छ। यही पुलले हामीलाई कष्ट बनाइसक्यो नि त, लाग्यो हुने नै छ त भयो त। त्यसैले हाम्रो धेरै काम गर्नु छ भन्दै हाम्रो यो आगामी दसैँ तिहारको शुभकामना पुनः शुभकामना धेरै हामीले हाजिरी गरेर जाने अनुरोध गर्दछु। धन्यवाद, नमस्कार।